भिडियो बनाउँदिन भनो बनाऊ लाग्छ, बनाउँदिन भनो बनाऊ लाग्छ बा। 5 रुपियाँ उठाएर आशिका तामाङले सहयोग गरी भनेर भनिदियो एउटी लात देखाएर। हे प्रभु जनता, यसलाई चाहिँ कलाकारबाट हटाइदिउँ भने सबैभन्दा कलाकार कराका शिला आले सुकुन्तला थापा थिएनन्। जिउमा पुरा लुगा लाएर हिँडेर कलाकार भए। तैँले यत्रा दुध देखाएर कसलाई देखाकी त्यो दुध? हाम्रा छोरी बेटीलाई, हाम्रा छोरीहरूलाई दुध देखाउँ, पेन्टी देखाउँ भनेर तैँले सिकाएर त कलाकार भागी? तँलाई लाज छैन? तँलाई शर्म छैन? तैँले दुध देखा पैसा पनि त तैँले लएर दिनुहोस् त 5 रुपियाँ कतै। तैँले त आधा अङ्गै देखाएर हिँडेर तिक्रा देखाएर मेरा तिक्रा ठुला छ, मेरो तिक्रो भन्दा माथि यत्रो ठुलो छ भनेर देखाकी होली नि त दाजुभाइलाई बलात्कार गर्न सिकाउनलाई। तँलाई तँ काहीँ नभए कि 5 रुपियाँ पैसा उठाएर 5 रुपियाँ उठाए नि उठाए, 1 रुपियाँ उठाए नि उठाए, 1 रुपियाँ उठाएर जुम्लामा लगेर तातो लुगा किनेर बाँडी चप्पल नलाइकन हिँडी। तैँले के गरिस् त? तैँले टिक्रा देखाएर र दुध देखाएर अनि के अरे उम्लिएर ट्याब्रा गाँजा खाएका मान्छेलाई तैँले बलात्कार गरून् भनेर देखाकी होइन? तैँले बलात्कार गर्नु भनेर देखाकी। तैँले आगा छेउमा घिउ राखेपछि पौलिँदैन? तँ टिक्रा देखाउने, दुध देखाउने, अनि अलिक पर गएर बलात्कार नभए के हुन्छ? कहीँ बलात्कार भयो भने यसलाई समातेर लाने। दुनियाँलाई टिक्रा देखाउन पाइँदैन। नेपालमा बसेर नेपाली संस्कार हुनुपर्छ। टिक्रा देखाउने, दुध देखाउने।